त्यसपछि यसरी ल्याउने ट्विस्ट गरिदिने कि यसलाई अनि यो भागलाई यहाँ हाल्दिने अनि यसलाई फेरि यहाँ हाल्ने है अनि यसलाई टाइट गरिदिने मजाले यो जति हामीले बटार्यो नि त्यति नै टाइट हुन्छ यसलाई चाहिँ टाइट गरिदिने अनि यु पिन हुन्छ हामीसँग यु पिनलाई चाहिँ यो भागमा हामीले लिएकै भागमा चाहिँ टक्क यु पिन लगाइदिने यसलाई चाहिँ यहाँ कस्दिने अर्को पनि हामीले यो पिन अनि यसलाई चाहिँ बिस्तारै यसरी ल्याएर ठ्याक्कै कस्तो हुन्छ भने सोली आकारमा हुन्छ कि यो चाहिँ अब अनि बाँकी नमिलेकोलाई चाहिँ हामीले यु पिनले मिलाइदिने यसमा चाहिँ चिम्टी भन्दा पनि के युज हुन्छ त यु पिन युज हुन्छ है यु पिनहरु चाहिँ के हुनु पर्यो त नदेखिनु पर्यो है कपालमा चाहिँ लुकिएको हुनु पर्यो झन् मिल्छ सबभन्दा सजिलो जुरो यही हो अब हामीले यसमा चाहिँ डेकोरेसन पिनहरु चाहिँ कहाँ राख्ने हो त यसरी टक्क यहाँनिर राख्ने हो यो लाइनमा हामीले टक्क डेकोरेसन पिन राख्दैछ के हुन्छ त राम्रो देखिन्छ यो यु पिन चाहिँ अलिकति ठुलो लिनुपर्छ है तपाईहरुले एक्जामको लागि यसले चाहिँ राम्रोसँग च्याप्दैन कि यु पिन लाउन नि एकदम जान्नुपर्छ यु पिन लाउन जानेन भने के हुन्छ त जुरोहरु लुज हुन्छ फुस्किने सम्भावना हुन्छ यु पिनलाई हामीले यो यु पिनलाई चाहिँ यहाँ लाउनु छ भने टक्क यसरी लाने अनि यसलाई यहाँ लगेर यसरी भित्र घुसार्ने बुझ्नुभयो यु पिन लाउन जानेन भने के हुन्छ त जुरो फुत्किने ओर्ने सम्भावना हुन्छ तपाईहरु चाहिँ के गर्नुहुन्छ भने यतिकै यहाँ यसरी घुसारिदिनुहुन्छ त्यसरी नघुसार्ने यसलाई टक्क यसरी लिने